बेटा है भने एउटा कुरा हुन्छ, मधेसको छाउरा है भनेपछि छाउरा भने के हो तपाईँले भन्नुहोस्। मधेसको छाउरो भने के हो? अब छाउरोको अर्थ के हुन्छ? मेरो मुखबाट महेश बस्नेतको यो कुरा सुनेर चाहिँ हामी कोही पनि छक्क परेका छैनौं, किनभने महेश बस्नेतले चाहिँ यो भन्दा राम्रो स्पिच दिनै सक्नुहुन्न भन्ने कुरा सबैलाई थाहा छ हैन। मैले यो भिडियो चाहिँ कसको लागि बनाएको भन्दाखेरि महेश बस्नेतको अगाडि पछाडि बसेर छाउरो भनेको त कुकुरको बच्चा हो भनेर गललल्ला हाँसेर ताली पड्काएर मनोरञ्जन लिनु भएको छ नि तपाईहरुको लागि, अनि त्यही अनुसारको कमेन्ट र लाइक गरिराख्नु भएको छ। तपाईहरुको लागि मैले जानकारी दिनको लागि फ्रीमा तपाईहरुलाई जानकारी दिनको लागि बनाएको भिडियो हो यो है। मैथिली भाषा भनेको चाहिँ नेपालमा बोलिने दोस्रो धेरै मान्छेहरुले बोल्ने भाषा हो। नेपाली भाषा पछि चाहिँ मैथिली भाषा सबैभन्दा धेरै मान्छेहरुले बोल्छन् हैन। अनि मैथिली भाषा र नेपाली भाषामा चाहिँ एकदमै धेरै फरक छ। मैथिली भाषाको शब्दकोशमा चाहिँ छाउरो भन्ने शब्द छैन, जुन चाहिँ नेपाली भाषाको शब्दकोशमा छ, र नेपाली भाषा अनुसार चाहिँ छाउरो भनेको कुकुरको नै बच्चा हो हैन। तर मैथिली भाषाको शब्दकोशमा चाहिँ छाउरो भन्ने शब्द छैन। अनि छोरालाई चाहिँ मैथिली भाषामा छौरा भनेर भनिन्छ। फेरि एकचोटि सुन्नु होला है, मैथिली भाषामा चाहिँ छोरालाई छौरा भनेर भनिन्छ। अनि बालेन शाहले चाहिँ छौरा भनेर भन्नुभएको हो, त्यहाँ छाउरा भनेर भन्नुभएको होइन। कसैको जात धर्म भाषा संस्कृति को पछाडि लागेर व्यङ्ग्य गरेर मजाक उडाउनु भन्दा अगाडि चाहिँ थोरै जानकारीहरू आफूलाई राख्नुभयो भने तपाईहरु नै राम्रो देखिनुहुन्छ र तपाईहरु नै सभ्य देखिनुहुन्छ है।